लगानीको दुनियाँमा यस्ता केही किताबहरू मात्र छन् जसलाई बाइबलको दर्जा दिइन्छ र जसका सिद्धान्तहरू समयसँगै झन्झन सान्दर्भिक हुँदै जान्छन्। आज हामी त्यही कालजयी किताब बेन्जामिन ग्राहमको द इन्टेलिजेन्ट इन्भेस्टरको सार तत्त्व र यसका 3 मुख्य खम्बाहरूलाई एकदमै सरल भाषामा बुझ्नेछौँ। सोच्नुस् त, एउटा किताब जुन सन् 1949मा लेखियो, मतलब 70 वर्षभन्दा पनि पहिले। तर अचम्मको कुरा के छ भने जमाना यति बदलियो, टेक्नोलोजी कहाँबाट कहाँ पुग्यो, तर सफल लगानीको जुन मूल मन्त्र छ नि त्यो जस्ताको तस्तै छ। त्यसैले त यो किताब आज पनि लगानीको सबैभन्दा भरपर्दो गाइड बनेको छ। अब यो कुरा मैले मात्रै भनेको त पक्कै होइन र? संसारका सबैभन्दा ठूला, सबैभन्दा सफल लगानीकर्ता वारेन बफेटलाई कसले चिन्दैन र? उहाँ त ग्राहमकै विद्यार्थी पनि हुन्। उहाँले नै भन्नुभएको छ लगानीमा अहिलेसम्म लेखिएको सबैभन्दा राम्रो किताब यही हो। अब उहाँले यति भनेपछि त यसको महत्त्व कति छ आफै अनुमान लगाउन सकिन्छ। ल, त्यसो भए के छ त यो किताबमा त्यस्तो विशेष? किन यसलाई बाइबल नै भनियो होला? किनभने हेर्नुहोस्, यसले यो स्टक किन वा त्यो स्टक बेच भनेर टिप्स दिँदैन। बरु यसले लगानीकर्तालाई कसरी सोच्ने भनेर सिकाउँछ। एउटा बलियो फ्रेमवर्क दिन्छ, एउटा अनुशासन सिकाउँछ, ताकि हामी डर र लोभ जस्ता भावनाहरूबाट बचेर सही निर्णय लिन सकौँ। ग्राहमको पुरै दर्शन, भनौँ न, यी 5वटा सरल तर निकै गहिरा सिद्धान्तहरूमा टिकेको छ। जस्तै कि स्टक भनेको कागजको खोस्टो होइन, यो त एउटा वास्तविक व्यापारमा हाम्रो हिस्सेदारी हो। बजार त्यो त मान्छेको आशा र निराशा बीच झुलिरहने एउटा पेन्डुलम जस्तै हो। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले कति कमाउँछौँ भन्ने कुरा, हामीले कति मूल्य तिर्छौँ भन्ने कुराले निर्धारण गर्छ। हो, यिनै सिद्धान्तहरूमा आधारित छन् हाम्रा आजका 3 मुख्य स्तम्भहरू। ल, अब सुरु गरौँ पहिलो र सबैभन्दा आधारभूत स्तम्भबाट। त्यो हो लगानी र सट्टेबाजी बीचको फरक। ग्राहम के भन्नुहुन्छ भने यदि यो फरक बुझिएन भने लगानीको यात्रा सुरु गर्नु भनेको त आँखामा पट्टी बाँधेर हाइवेमा गाडी कुदाउनु जस्तै हो। एकदमै खतरनाक। ग्राहमले लगानी हो कि होइन भनेर जाँच्न एउटा कडा 3 पोइन्ट टेस्ट नै बनाइदिएका छन्। पहिलो, के त्यसको गहिरो विश्लेषण गरिएको छ? दोस्रो, के हाम्रो मूलधन सुरक्षित रहन्छ? र तेस्रो, के त्यसले सन्तोषजनक प्रतिफल दिन्छ? यदि यी 3वटै प्रश्नको जवाफ हो आउँदैन भने सिधा कुरा, त्यो लगानी होइन, त्यो त सट्टेबाजी हो, जुवा हो। यहाँ हेरौँ त, लगानीकर्ता र सट्टेबाजको सोचाइमा आकाश जमिनको फरक छ। लगानीकर्ताले कम्पनीको भित्री स्वास्थ्य हेर्छ, उसको वास्तविक मूल्य कति हो भनेर हिसाब गर्छ। तर सट्टेबाज, उसको ध्यान त केवल स्क्रिनमा नाचिरहेको त्यो हरियो र रातो नम्बरमा हुन्छ। त्यो मूल्य किन घटबड भइरहेको छ, त्यसको पछाडिको व्यापार कस्तो छ, उसलाई मतलबै हुँदैन। अब सट्टेबाजी किन यति आकर्षक लाग्छ त? किनभने यसले छिट्टै धनी बन्ने सपना देखाउँछ, होइन त? तर ग्राहम के भन्नुहुन्छ भने यही लोभमा फस्नु र सट्टेबाजीलाई लगानी भनेर भ्रममा पर्नु सायद सबैभन्दा ठूलो आर्थिक गल्ती हो जुन कसैले गर्न सक्छ। ल, पहिलो स्तम्भ त बुझियो। अब जाउँ दोस्रो स्तम्भतिर। ग्राहमको विचारमा बुद्धिमान लगानीकर्ता बन्ने एउटै मात्र बाटो छैन। वास्तवमा यसका लागि 2वटा छुट्टा-छुट्टै तर उत्तिकै सम्मानजनक मार्गहरू छन्। अब प्रश्न उठ्छ, यी 2 मध्ये कुन बाटो रोज्ने त? कुन चाहिँ सही हो? ग्राहमको जवाफ एकदमै स्पष्ट छ। यो कुरा हामी कति जोखिम लिन सक्छौँ भन्नेमा होइन, बरु हामी कति समय र दिमागी कसरत गर्न तयार छौँ भन्नेमा निर्भर गर्छ। एकातिर छन् रक्षात्मक लगानीकर्ता, उनीहरूको मुख्य उद्देश्य ठूल्ठूला गल्तीहरूबाट बच्नु हो, धेरै झन्झट नलिई ढुक्कले बस्नु हो। अनि अर्कोतिर छन् उद्यमी लगानीकर्ता, उनीहरू अलि बढी सक्रिय हुन्छन्, बजारलाई जित्नको लागि अतिरिक्त समय र अनुसन्धान खर्च गर्छन्। रमाइलो कुरा के छ भने यी दुवैबाट सही हुन सक्छन्। मुख्य कुरा त आफ्नो स्वभाव र क्षमता चिन्नु हो। जो रक्षात्मक बाटो हिँड्न चाहन्छन् उनीहरूको लागि ग्राहमले एउटा सिम्पल तर एकदमै शक्तिशाली फर्मुला दिएका छन्। 10 देखि 30वटा विभिन्न स्टकमा लगानी छर्ने, ठूला र आर्थिक रूपमा बलिया कम्पनीहरू मात्र छान्ने अनि कहिल्यै पनि चर्को मूल्य नतिर्ने। यी नियमहरूले लगानीलाई एकदमै सरल बनाइदिन्छन् र हतारमा गरिने गल्तीहरूबाट जोगाउँछन्। ल, अब हामी आइपुग्यौँ तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण स्तम्भमा। ग्राहमले यसलाई बुद्धिमानी लगानीको मुटु नै भनेका छन्। यो हो सुरक्षाको मार्जिन, अर्थात् मार्जिन अफ सेफ्टी। एउटा कुरा त पक्का छ नि, होइन र?
भविष्य कसैलाई थाहा हुँदैन। हामी जतिसुकै जान्ने भए पनि कहिलेकाहीँ हाम्रो अनुमान गलत हुन सक्छ, कहिलेकाहीँ भाग्यले पनि धोका दिन सक्छ। हो, यस्तो बेला ठूलो नोक्सानीबाट कसरी बच्ने त? हो, यसको जवाफ नै हो मार्जिन अफ सेफ्टी। यो भनेको के हो त? एकदमै सरल भाषामा भन्दा कुनै पनि सम्पत्तिलाई त्यसको वास्तविक मूल्यभन्दा निकै सस्तोमा किन्नु हो। जस्तै मानौ न 1 लाख पर्ने कुनै चिज हामीले 50,000मै पायौँ भने त्यो बाँकी 50,000को जुन ग्याप छ नि, हो त्यही हो हाम्रो सुरक्षा कवच। भोलि केही गडबड भइहाले पनि यही कवचले हामीलाई जोगाउँछ। र यसको सबैभन्दा ठूलो शक्ति यही हो। जब हामीसँग पर्याप्त मार्जिन अफ सेफ्टी हुन्छ, तब हामीलाई भविष्यको बारेमा एकदमै सटीक भविष्यवाणी गरिरहनु पर्दैन। किनभने यदि हाम्रो अनुमान अलिकति चुक्यो वा अवस्था हामीले सोचेभन्दा अलि नराम्रो भयो भने पनि त्यो सुरक्षा कवचले हामीलाई डुब्नबाट बचाउँछ। वारेन बफेटले यसलाई बुझाउन एउटा गजबको उदाहरण दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, जब हामी पुल बनाउँछौँ त्यो 30,000 पाउन्ड धान्ने क्षमताको बनाउँछौँ, तर त्यसमाथि 10,000 पाउन्डको ट्रक मात्रै गुडाउँछौँ। हो, त्यो 20,000 पाउन्डको जुन अतिरिक्त क्षमता छ नि, त्यो नै हो सुरक्षाको मार्जिन। लगानीमा पनि छक्कै यस्तै सेफ्टी कुसन चाहिन्छ। त्यसो भए यी 3 स्तम्भहरू लगानी र सट्टेबाजीलाई छुट्याउने, आफ्नो लागि सही बाटो रोज्ने र सधैँ मार्जिन अफ सेफ्टी खोज्ने, यिनीहरू सबैले एउटै निष्कर्षमा पुर्याउँछन्। त्यो के हो भने बुद्धिमानी लगानी भनेको कुनै रमाइलो खेल वा जुवा होइन। यो त एउटा गम्भीर व्यवसाय हो। र एउटा व्यवसायी जस्तै सोच्नको लागि ग्राहमले हामीलाई 4वटा सूत्र दिएका छन्। पहिलो, आफ्नो व्यवसायलाई चिन्नुहोस्, अर्थात् आफूले के गर्दैछु भन्ने राम्ररी बुझ्नुहोस्। दोस्रो, आफ्नो व्यवसाय अरूको जिम्मामा नछोड्नुहोस्। तेस्रो, आशा र हल्लामा होइन, हिसाब र तथ्यमा विश्वास गर्नुहोस्। र चौथो, जब आफ्नो ज्ञान र अनुभवले हामी सही छौँ भन्ने लाग्छ, तब बजारको हल्लासँग नडराई अडिग रहने साहस गर्नुहोस्। र अन्तमा बेन्जामिन ग्राहमको यही एउटा शक्तिशाली भनाइले सबै कुराको सार बताउँछ। भिडले हामीसँग असहमत हुँदैमा हामी गलत हुँदैनौँ, न त सहमत हुँदैमा सही हुन्छौँ। हामी सही तब हुन्छौँ जब हाम्रो तथ्य र तर्क सही हुन्छ। हो, सफल लगानी भनेको भिडको पछि दगुल्ने होइन, बरु आफ्नै अनुसन्धान र तर्कमा अडिग रहनु हो। र सायद यही नै इन्टेलिजेन्ट इन्भेस्टर हुनुको वास्तविक अर्थ हो।